हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल र स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा। र अहिले भने चाहिँ म यहाँ खाना बनाउँदैछु हो। 3 घरको एकलौटी बुहारी परे, अन्त 3 घरमा परेपछि 3 घरमा हेर्नै पर्यो मैले चाहिँ हो, किनभने 2जना भाइले चाहिँ बिहा गरेको छैन, म मात्रै हो। सधैँ त अब मेरो आमाजू नन्दाहरू हुन्थ्यो हो, ढुक्कै हुन्थ्यो, अलिअलि भए पनि काम सघाइदिन्थ्यो। तर पनि आज बडीले दालहरू पनि बसाइदिनु भएको थियो, भातहरू पनि सबै बडीले पकाइदिएको रहेछ। त्यसो म चाहिँ खालि सब्जी मात्रै बनाउने, अचार बनाउने। अन्त त्यही हो, बुहारी हुनु कहाँ सजिलो छ र साथीहरू। यस्तै छ आजको हो खानापिना पकाउने काम। यहाँ हाम्रो पाक्दैछ कर्ची मर्ची। ब्याक क्यामेराहरू पनि यहाँ छ हाम्रो कर्ची मर्ची हो। मेरो बडी यहाँ मेरो बुढोले मासु पकाउँदैछ हो। म चाहिँ अचार पिस्दैछु। अचार पिस्दै पिस्दै मैले चाहिँ सम्झेँ मेरो पनि युट्युब च्यानल छ त भनेर। अन्त मेरो युट्युब च्यानलमा एकदम पुरा सब्सक्राइबरहरू बढ्दैछ, अलिअलि भए पनि हो, तपाईँहरूले देख्न सक्नुहुन्छ। आजको एकदम खाना चाहिँ हाम्रो ठुलो बडाको घरमा हो हुँदैछ। यहाँ मैले चाहिँ अचार पिस्दैछु हो। कर्ची मर्ची यहाँ मासु फ्राइड हुँदैछ। यहाँ हो मेरो सासू। यहाँ हाम्रो बहिनीको थाल चाहिँ यस्तो दामी दामी छ, आहानाको त झन् मान्छे अनुसारको थाल छ है। यहाँ हेर्नुहोस् है साथीहरू। ठुलो बाउलाई अरे हौ एउटा खै भेटाएन। सो मैले चाहिँ खाना खाएर हात पनि धुएको थिइनँ। अन्त बडीले चाहिँ मलाई बिहानको लागि त्यसलाई भात पनि हुने रहेछ भन्नु थियो। सो आजको लागि चाहिँ यति नै साथीहरू। सी यु अन नेक्स्ट भिडियो। बाई बाई।